हेलो गाइस हेर्नुहोस् है म माथि किचनमा आइसकेको छु काम गर्नको लागि। अनि साथीहरू हाम्रो यहाँ मन्चुर बनाउने तयारी भइसकेछ क्या साथीहरू। ल हेर्नुहोस् है साथीहरू, यहाँ माथि मैदा छ अनि तल आज गोबी छ क्या साथीहरू। आज होइन बन्दकोपीको मन्चुर बन्दैछ साथीहरू। म अब यसमा होइन नुन मसला हालेर फटाफट रोमल्छु। ल त साथीहरू हेर्नुहोस् है, मैले होइन मन्चुरको मसला मैले जम्मै रोमलेर मैले भ्याइसकेको छु जम्मै। ल हेर्नुहोस् है यहाँ साथीहरू, यहाँ रोमलेर यति ठिक्क पारिसकेको छु साथीहरू। अनि न यता अब भट्टीमा आगो बालेर अनि कराई राखेर म फटाफट मन्चुर बनाउने तयारी गर्छु साथीहरू। अनि न बस यो एप्रेन पाथे अब खोल्छु साथीहरू, गर्मी लाग्यो न, गर्मीले गर्दाखेरि अब खोल्छु म यो एप्रेन पनि। अनि साथीहरू आज हेर्नुहोस् है हाम्रो टिकिया पनि बन्न तयार छ कि। ल हेर्नुहोस् आलु मैले बोइल गरेर ल्याइसकेको छु। अब फटाफट अब यो पहिला त यो भट्टी जलाउँछु अनि फेरि मन्चुर बनाउँछु, उसको बाद फेरि बल्ल टिकिया बन्ने हो साथीहरू। ल अब म बनाउँछु है फटाफट। ल गाइस हेर्नुहोस् है, हामीले यहाँ मन्चुर हान्ने तयारी पनि गरिसकेछौँ। ल हेर्नुहोस् है साथीहरू, यहाँ मन्चुर पनि हाम्रो पाक्दैछ साथीहरू। यो साथीहरू पहिलो घानो म तपाईँलाई चलाएर पनि देखाइदिन्छु साथीहरू। ल हेर्नुहोस् है साथीहरू, ल हेर्नु साथीहरू अहिले पाक्दैछ साथीहरू। बल्लै बल्लै हानेको घान अलिक धेरै चलाउने नि फेरि जम्मै फुट्छ नि गेडा। अनि साथीहरू बस अब यो मन्चुर बनाउने पाइयो 2-2.5 घन्टा जति लाग्छ कि, त्योभन्दा नै बेसी लाग्दो होला। अनि साथीहरू बस अब मैले यसको बाद मलाई टिक्की बनाउनु छ, नुडल बोइल गर्न छ। अब कटिङको तयारी पनि गर्छु कि साथीहरू, मैले बाहिर बसेर अब यताभित्र मन्चुर पाक्दैछ, बाहिर कटिङ गर्दैछु साथी। फटाफट काम गर्ने हो कि साथीहरू। ल हेर्नुहोस् हाम्रो मन्चुर पाक्दैछ, स्पिडमा फुल आगो बोलेको छ कि साथीहरू। अनि बस दुई भाइ मिलेर फटाफट काम गर्छौँ। ल त साथीहरू है।